यिनीहरूलाई त जेलमा राख्नुभन्दा बरु चिडियाखानामा लगेर राखेर भ्रष्टाचार हेर्न आऊ भनेर मान्छेलाई देखायो भने यो चाहिँ बढी बेस्ट हुन्छ। भ्रष्टाचारीहरूलाई हेर्न आऊ भने चाहिँ त्यो चाहिँ चिडियाखानामा राख्नु हुने मान्छे हो, यिनीहरूलाई जेलमा राख्नु पर्दैन। यिनीहरू जेलमा राख्न लायकका मान्छे हैनन्। ए बाबा राज्यलाई के बेनिफिट हुन्छ भन्नुहोस् त यिनीहरूले जेलमा राखेर? केपी शर्मा प्रचण्डहरूलाई जेलमा राखेर फाइदा छैन, के पनि फाइदा छैन। कम्तीमै तपाईँको चिडियाखानामा लगेर राख्यो भने त दुनियाँ मान्छे हेर्न जान्छ होइन। भेटघाट पनि उनीहरूको राम्रै हुन्छ। भेटघाट पनि राम्रो। हिजो हामीले भ्रष्टाचार विरुद्धको अभियानको कुरा गर्दाखेरि यिनीहरूले हामीलाई कम दुःख दिए हो होइन, कम दुःख दिए। त्यो तपाईँहरूलाई थाहा छैन होइन, कम दुःख दिए। कैयनपल्ट जेलमा लगे हाम्रो तपाईँको चाहिँ भ्रष्टाचार विरुद्धको अभियानमा लागेका अभियन्ताहरू होइन। तपाईँको जेलबाट छुटाउँदैमा हैरान हुन्थ्यो हामीले, जेलबाट छुटाउनै हैरान हुने होइन। म त्यो टिमको प्रवक्ता थिएँ होइन, त्यसलाई वास्तवमा त्यो रुल गर्ने कामै मैले गर्थेँ। कम दुःख दिएँ, कम किसिटोरी गरेँ। आखिर हामीले लगातार के भन्यो भने तिमीहरूको भाग्ने दिन धेरै नजिक छ कि सच्याउ होइन, कि भाग्नको लागि तयार हो भने भाग्ने दिन त आयो।